Hello everyone, welcome to my mini vlog. I'm के हो यो हालत मेरो कपालको आम्मा हो। आज चाहिँ म काम मेरो आज हाफ डे थियो अनि काम सकिसक्यो। आज चाहिँ मेरो हाफ डे बिदा अनि त्यसपछि आज चाहिँ तपाईँलाई थाहा नै छ वर्ल्ड कप भेट्नुपर्छ एकछिनबाट। मैले कपडा पनि चेन्ज गरिसक्यो अनि अब चाहिँ म निक्लिनु पर्ने हुन्छ। मेरो फेस पनि ड्राई भएको छ हेर्नु न, नो सनस्क्रिन। किनभने मैले चाहिँ घरमा गएर फेरि पनि म बाहिर निक्लिनु पर्ने छ अनि अब डाइरेक्ट घर गएर चाहिँ सावरलाई नुहाइधुवाइ गरेर त्यसपछि रेडी भएर चटक्क भएर निक्लिनु पर्ने हुन्छ। त्यही हो। अनि अहिले चाहिँ म अलिकति खुलेर बोल्न सकिरहेको छैन, अलिअलि गर्मी भइरहेछ। फेरि हामी एकछिन भेट्नुपर्छ है त। अब चाहिँ म निक्लिनु पर्ने हुन्छ। मैले कपडा पनि चेन्ज गरिसक्यो अनि आज चाहिँ मेरो फेस एकदम ड्राई भएको छ होइन। आज नो सनस्क्रिन, किनभने अब अहिले यहाँ सनस्क्रिन मैले लाउनु थालेँ भने फेरि मैले घरमा गएर नुहाउनै पर्छ। घरमा गएर अब नुहाइधुवाइ गरेर त्यसपछि हामी फेरि निक्लिन्छौँ बाहिर। अनि त्यो भएर चाहिँ म अब यहाँ के भयो भाइ के भयो। अब चाहिँ म यहाँबाट निक्लिनु पर्ने हुन्छ घरतिर अनि फेरि हामी बाटोमा भेट्नुपर्ने हुन्छ है। बाई। म चाहिँ कामबाट निक्लिसक्यो अनि हिँडिरहेको छु। यति धेरै गर्मी छ नि आम्मो। अनि आज त्यही हो, अब घरमा गएर फ्रेस भएर निक्लिनु पर्ने हुन्छ। अनि तपाईँहरूले कुन कुन कन्ट्रीलाई सपोर्ट गरिरहनु भएको छ। आज वर्ल्ड कप फाइनल अनि आज 8 बजी फाइनल छ अनि अलमोस्ट अहिले 4 बज्यो अनि म पनि अब वर्ल्ड कप हेर्नको लागि तयारी गर्नुपर्ने र निक्लिनु पर्ने छ। एकदम बढी घाम भइरहेछ अनि त्यही हो, हजुरहरूसँग पछि फेरि भेट्नेछु। अनि यो गर्मीले गर्दा मैले बोल्न सकिनँ, भिडियो बनाउन सकिनँ। पछि भेट्छु ल, बाई। अनि अघि मैले बाटोमा चाहिँ भिडियो बनाउनु पाएन, यति धेरै घाम भइरहेको थियो, यस्तो गर्मी थियो होइन। के कुरा गर्ने गर्मीको त। अनि म चाहिँ कपाल काट्न आइसकेँ। 8 बजीबाट गेम सुरु आज अनि 8 बजी चाहिँ हेर्नै पर्ने हुन्छ। त्योभन्दा अगाडि चाहिँ कपाल काटौँ न त भनेर नि आज मेरो हाफ डे हो नि त। अनि भोलि पनि हाफ डे, आज हाफ डे गरेर 1 दिन बिदा हो। अनि पछि चाइनिज सलुनमा आएको छु। चाइनिजहरू जस कपाल चाहिँ दामी काट्ने क्या। मेरो कपाल अति भएको छ नि है, जगट्टै जगडा भएको छ नि। चोर जस्तो चाहिँ रहेछ मलाई, चोर जस्तो। कति खुसी भइरहेछ म, भित्रभित्र कटकट कटकट भइरहेछ। सुम्बा शान्ति खुसी छ। मेरो प्लान आयो अनि हामी यसमा भेट्नुपर्छ है। यो चाहिँ मेरो फाइनल लुक्स। उहाँलाई चिनेन मैले। Who are you भन्नु सिंहले? वारी यु लङ टाइमसम्म लङ भयो अलिकति छोटो काट्यो भने चाहिँ कस्तो अनकम्फर्टेबल बनाइन्छ। तपाईँलाई पनि त्यस्तो हुन्छ कि तलमा त्यो भएर मलाई चाहिँ 2 डेजसम्म चाहिँ कस्तो हो, कस्तो मिररमा आफै हेऱ्यो भने आफूले हेऱ्यो भने पनि मै हो र टाइपको फिलिङ हुन्छ क्या। त्यही नै भइरहेको छ मेरो आज चाहिँ। यहाँ चाहिँ वर्ष काटिसकेर मैले निक्लिसकेको छैन, निक्लिनु लागेको। अब चाहिँ मेरो सिधै कहाँ हुन्छ तपाईँले थाहा नै छ। आज म कहाँ जाँदैछु भनेर के भेट्नु पऱ्यो नि त वर्ल्ड कप। आफ्नो टोप्रा म चाहिँ निक्लि पनि सकेँ। अब चाहिँ मेरो लामो कपाल छोटो भयो, केही छैन। मलाई 2 डेज चाहिँ गाह्रो हुन्छ, त्यसपछि मलाई कम्फर्टेबल भइहाल्छ। त्यही हो गाइस, अब फेरि पनि हामी भेट्नुपर्ने हुन्छ। म जान्छु अहिले चाहिँ अनि अब म निक्लिन्छु। अब कुन ठाउँमा जाने, कता हेर्ने अब म म्यानेज गर्नुपर्छ नि त। अनि गेम त हेर्नु पऱ्यो। सो पछि भेटौँ ल, पछि के हुन्छ पछि भेट्नुपर्छ है त है। ल गाई, हिजो चाहिँ मैले खासै भिडियोहरू बनाउनु पाएन, अलिकति बिजी पनि भयो। अनि मैले टाइमै पाएन कि हिजो। जब कपाल काटेर निक्लिसकेपछि बिजी भयो क्या म।
कस्तो घाम आएको यार म डढेर कालो मान्छे झनै कालो हुने भयो क्या अनि हिजो चाहिँ किन बिजी भयो भने म अब कपाल काटेर निक्ल्यो अनि घरमा आउनु पर्यो गर्मी भइरहेको थियो अनि खासै राम्रोसँग भिडियो बनाउनु पाएन नि त अनि बेलुका त्यतिकै म साथीहरूसँग बाहिर निक्लिहालेँ भिडियो छिटो बनाउनु भिडभाडमा यस्तो भिड थियो हिजो गेम हेर्नलाई ओ माई गड अनि त्यसपछि चौर कस्तो राम्रो चौरमा हिँड्दैछ यार म चाहिँ दामी चौर होइन अनि कस्तो लसक लसक भएको खुट्टा टक्क 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 भइरहेको छ यार चौरमा ओ वा वा कस्तो दामी ल यहाँ चाहिँ कस्तो यो एउटा रुख छ नि यो रुखले चाहिँ घाम छेल्दिरहेको क्या अनि हिजो चाहिँ मैले त्यही भएर बिजी भएर चाहिँ खासै राम्रोसँग मैले भिडियो बनाउनु पाएन नि त अनि त्यही हो बेलुका बाहिरतिर त निक्लियो गेम पनि राम्रोसँग हेऱ्यो रमाइलो भयो जस इन्जोय नै भयो अनि तपाईँले इन्जोय गर्नुभयो होला सायद होइन जहाँसम्म इन्जोय गर्नुभयो होला अनि यहाँ चाहिँ कस्तो हुन्छ भने अब विन्टरमा चाहिँ एकदम चाँडै घाम अस्तिहाल्छ क्या अनि समरमा चाहिँ 10:30 7 बजीसम्म पनि घाम लाग्दिरहेको हुन्छ क्या अहिले 7 बजिसक्यो भने अझै घाम छ क्या स्टिल तर बेलुकाको घाम मजा हुन्छ त्यही हो अनि त्यसपछि हिजोको गेम कसले सपोर्ट गर्नुभयो कस्तो भयो तपाईँलाई आई होप राम्रै नै भयो होला सायद होइन तपाईँले इन्जोय गर्नुभयो होला तपाईँले वर्ल्ड कपको माहौल छ त्यो पनि सकियो अब के गर्ने आफ्नो त काम गयो रुम आयो बस्यो त्यही हो तर दामी चौर यार कसम भनेको यार गाई लुक दामी मलाई कति अग्लो दिएको किनभने बढी भिडियो बनाइरहेको छ नि त अनि दामी सबै मान्छे उपर बसिरहेको छ अनि त्यही हो गाइस अनि अब 10 दिनपछि चाहिँ टक्क समर अरे के भनाउँछ मेरो भ्याकेसन स्टार्ट हो नि त 10 दिन पछाडि भ्याकेसन हो अनि त्यसपछि चाहिँ कपाल किन काटेको भने मैले त्यसकै लागि कपाल काटेको क्या अब समरमा चाहिँ टक्क दामी कपाल काटेर समरमा चाहिँ अब हल्का नयाँ ठाउँमा जाँदाखेरि अलिकति नयाँ लुक सोच्न भनेर मैले कपाल काटिदिएको मेरो लामो कपाल छोटो भइरहेछ अनि म चाहिँ अब के 1-2वटा सामान किन्नुपर्ने चाहिँ घरको लागि अनि फेरि एकछिनबाट भेट्छु है त है ओके अनि हिजो पनि मेरो आधा दिन बिदा थियो अनि आज आधा दिन मेरो चाहिँ विकमा 1 डे मात्रै बिदा हुन्छ क्या अनि त्यही भएर अलिकति झ्याउ हुन्छ अनि त्यही काम पनि चेन्ज गर्नुपर्ने छ अलिकति भने जस्तो काम पाएको छैन सो सायद चेन्ज अब यो भ्याकेसन आएर चाहिँ सायद म काम पनि चेन्ज गर्छु होला अनि हिजो आधा दिन आज आधा दिन त्यही भएर अब हाफ डेमा त केही गर्नै पाउँदैन क्या अनि म चाहिँ अब लाइभ बसेर कस्तो दिमाग खराब भएर एकछिन म टिकटकमा लाइभ पनि बसेको थिएँ अनि त्यही भएर चाहिँ अब चाहिँ एकछिन ग्रोसरी छिरेर अनि केही सामानहरू लिएर घर गएर खाना बनाउनु छ खानु छ ओ माई गॉड धेरै काम छ मेरो अनि अब केही समयपछि भेट्नुपर्छ हामी म के किन्छु अनि के गर्छु सबै एकछिनबाट देखाउने नै छु अहिले चाहिँ बिराम मसँग के छ हेर्नु घिरौला हो क्या यो घिरौलै भन्छ है नेपालमा के भन्छ तपाईँकोतिर है त यो चाहिँ हाम्रो नेपालमा चाहिँ हाम्रो पहाडमा चाहिँ रोप्नुहुन्थ्यो क्या बाजे बोजूहरूले पहिला छर्सीमा पनि रोप्थ्यो घरमा या त म हो यसलाई घिरौलै भन्छ क्या कि लौका भन्छ यसलाई कमेन्ट गर्नुलाई के भन्छ तपाईँको गाउँमा के भन्छ यसलाई तर हाम्रोमा चाहिँ घिरौलै भन्थ्यो क्या अनि यो चाहिँ नेपालमा चाहिँ खासै धेरै खाएन तर अहिले चाहिँ अब यहाँ नपाएपछि अब चिज हुँदो रहेछ क्या यो चाहिँ एउटा चाइनिजको पसल छ अनि चाइनिजको पसलमा आएको थिएँ लिनलाई अनि पानी आइसक्यो यो चाहिँ चिकनमा भयो पोर्कमा भयो दामी हुन्छ क्या लाएर खाँदाखेरि खै मलाई चाहिँ मनपर्छ है अलिकति आज यसलाई लगेर चट्ट खानुपर्ने हुन्छ हाम्रोतिर चाहिँ घिरौला भन्छ तपाईँहरूकोतिर चाहिँ के भन्छ कमेन्ट गर्नु होला है त अनि अब एकछिनबाट भेटौँ है त हामी सामान पनि किनेर निक्लिसक्यो अनि सामानमा चाहिँ मैले टन्नै किनेको सामान तपाईँलाई कतिलाई थाहा छ क्या त्यो भेन्टा भन्छ नि घिरौला म देखिदिँदै यहाँनिर तर भित्र छ क्या त्यो घिरौला र मासु मिक्स गरेर खाँदा यस्तो मिठो हुन्छ नि तपाईँ ट्राई गर्नु है त मलाई नि नेपालमा त अलिअलि खायो तर त्यस्तो धेरै
मिठो हुन्छ जस्तो लागेको थिएन, तर यहीँ आएर मैले ट्राई गरेँ, एकदम मिठो हुँदो रहेछ। त्यही हो आजको लाइभ। लाइभ दिमागमा मेरो लाइभ नै छ क्या अगाडि। अनि अब चाहिँ म घर जानुपर्ने हुन्छ। यति धेरै सँगै चाहिँ नै साउन्ड बिग्रिने भइसक्यो मैले। अब घरमा गएर खाना बनाउनु छ, के गर्नु छ, अन्त कामै काम छ क्या मेरो त गएर। म घर आइपुगेँ, गुड नाइट। अब के भन्नु पऱ्यो भने त्यही हो, म चाहिँ घर आइपुगेँ। अनि मेरो भ्लग कस्तो भयो त्यही हो। छानामाथि गिरौला, कति माया गर्नुहुन्छ हेरौँला। एन्ड गाइज थ्याङ्क यू सो मच। अनि यति धेरै सपोर्ट गर्नुभएको छ, यति धेरै माया दिनुभएको छ। अनि मेरो भिडियो चाहिँ अब टुक्क टुक्क कता 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 पुगिरहेको जस्तो लागिरहेको छ तपाईँलाई होइन, किनभने मेरो समय नै त्यस्तै चलिरहेको छ अहिले। र मैले अब भनि पनि रहेको छु, किनभने अहिले चाहिँ म मेरो भ्याकेसनको प्रिपेयरमा छु। अनि हरेक कुराहरू प्रिपेयर गरिरहेको छु। अनि सानो ठुलो हरेक कुरा, हिजो कपाल काटेँ, यस्तो तोर्पे भए, मेरो कपाललाई मिस गरिरहेको छु म। त्यही हो, हजुरको साथ सपोर्ट पाएको नै छु र अझै पनि पाउने छु भन्ने आशा गर्दैछु। र अब चाहिँ म घर आइपुगेँ पनि। अघि मैले भनिसकेँ, यसको बारेमा त तपाईँहरूलाई केही कुरा भनिराख्नुपर्छ जस्तो मलाई लाग्दैन। घिरौला, हाम्रोतिर घिरौला भन्छ। अनि तपाईँहरूकोतिर चाहिँ यसलाई के भन्छ, तपाईँहरूले कमेन्ट्समा कमेन्ट सेक्सनमा कमेन्ट छोड्नु होला। हाम्रोतिर चाहिँ यसलाई घिरौलै भन्छ। अनि यो चाहिँ के भन्ने, मासुसँग त यस्तो मिठो हुन्छ नि। अब यसलाई चाहिँ म लगेर बनाएर खानुपर्ने हुन्छ। अब चाहिँ मेरो पुरै 1 घन्टा यसलाई बनाएर खाएर। अनि आज त बिदाको दिन, अब केही स्पेसल केही मुभी ड्रामा पनि हेर्नुपर्ने हुन्छ। मैले अलिक त माइन्ड फ्रेस पनि गर्नुपर्ने हुन्छ। जतिखेर बाहिर कुद्याछ कुकुर जस्तो लखर। तर घिरौलाको साथमा म आइसकेँ। अब चाहिँ यति भन्दै म मेरो आजको भ्लग चाहिँ यहीँनिर इन्ड गर्दैछु। अब नेक्स्ट भ्लग चाहिँ केही भन्नु पर्दैन तपाईँहरूलाई, मैले बाबाले हुनेवाला छ। र सबैजनाले लास्टमा गएर के भन्छु भने, सबैजना लाइक कमेन्ट सेयर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला सबैजनालाई। बाई बाई, धेरै माया, बाई, घिरौला।